हेलो एभ्रिवान वेलकम। आज चाहिँ हामी यतै होस्टेल छेउको एउटा आइक्यान भन्ने 100 रुपियाँमा पाउँछ क्या यहाँनिर सबै कुराहरू। हामी चाहिँ त्यहीँ गएको थियौँ। जाँदै साथीहरू पनि भेट भयो। अनि भेट भएपछि उनीहरू घुम्न जाउँ भन्ने कुरा गर्यो। यस्तो गर्मी थियो के जानु घुम्न भनेको रिसाउँछ फेरि के गर्नु। यस्तो घाम लागिरहेको हेर्नु। हामी चाहिँ कतिजना थियौँ भने 4 जना थियौँ। एउटा ऊ साथी चाहिँ नजाने रे। अनि त्यही भएर हामी मात्रै गयौँ। यो चाहिँ आइक्यान हो यहाँनिर चाहिँ सबै 100 रुपियाँमा पाउँछ क्या। त्यही भएर मान्छेहरू चाहिँ यतैनिर किन्न आउँछ। यो चाहिँ एकदमै सस्तो बजार हो जापानको। आइक्यान भन्ने चाहिँ सस्तो बजार हुन्छ क्या यहाँनिर 100 रुपियाँमा। तर थोरै राख्छ केही नेपालमा जस्तो भयो पो। नेपालमा त अब कोही के कुराहरू त किलोको 100 हुन्छ नि त। यहाँ त नसक्नु 2-3टाको पनि 100 रुपियाँ रे। आइक्यान भन्नु मात्रै हो तर झन् अरू ठाउँमा त यस्तो महँगो हुन्छ नि। यस्तो कुरा छोडौँ। अब हामी चाहिँ घुम्न जाने साइकलमै। हेर्नु यो कार कस्तो क्युट टाइपको गाडी लगाएर फोटो खिचेको राकुतेनको। यो खोला कति राम्रो वा पिसफुल टाइपको। हामी चाहिँ जाँदैछौँ अब घुम्नलाई। हेर्न सक्नुहुन्छ कस्तो हरियाली छ क्या। हाम्रो चाहिँ अलिक गाउँ साइडमै पर्छ। म चाहिँ अगाडि आएर बसिसकेको थिएँ। मेरो साथीहरू चाहिँ आउँदै नआउने कस्तो ढिलो चलाउने के साइकल पनि। कुर्दा हामी म र भाइ चाहिँ अगाडि आइसकेको थिएँ। अनि उनीहरू 2 जना चाहिँ पछाडि नै छ अझै नै। चाहिँ हावा ताप्दै सिरिरिरि रुममा बस्यो भने यस्तो बोर लाग्छ कि यस्तो बोर लाग्छ होइन। अब काम पनि छुट्यो त्यो गएको पनि छुट्यो। त्यही भएर नि हामी चाहिँ घुम्न निस्केको। जाँदै बाटोमा चाहिँ अब यो जितहन बाइको हुन्छ क्या यहाँनिर चाहिँ डबल पैसा मात्रै हालेर केही पानी सानी यताउति नुनमुनहरू मात्रै किन्न पाउँछ। अनि त्यही भएर कस्तो तिर्खलाई छ। त्यही भएर चाहिँ अब पानी खानुपर्छ स्वास्थ्यको लागि राम्रो हुन्छ। त्यही भएर चाहिँ पानी खाएको मैले। पानी पनि यस्तो चिसो क्या। मेरो त घाँटी यस्तो दुखिरहेको अहिलेसम्म पनि। लास्टै चिसो पानी त फ्रिजमा हुन्छ नि त तिनीहरू त। अनि त्यही भएर लास्टै चिसो पानी खाएर बल्ल कस्तो फ्रेस भयो पानी खाएपछि चाहिँ। तिर्खा लगाएर केही त थिएन। अनि अब चाहिँ अनि हामी चाहिँ लाग्यौँ फेरि आफ्नो बाटो गन्तव्य भनौँ अब खोलासम्म जाने। हामी चाहिँ साइकलमै जाने। तर यो साइकलमा चाहिँ मोबाइल चलाउनु दिँदैन है। मैले चाहिँ लुकी मोबाइल समाएर चाहिँ हातमा यदि पुलिसले थाहा पायो भने यहाँनिर 10,000 जति लिन्छ होला जरिवाना। त्यही भएर चाहिँ डराएर छोडिदिएँ। अब फेरि हामी चाहिँ चितवन बाइकको अब त्यहाँनिर चाहिँ केही त्यो खानेकुराहरू चाहिँ केही थिएन। अनि त्यही भएर अब जुस लिएर जाने भनेर साथीले चाहिँ 2टा जति किने होला के को जुस हो नाम अङ्गुरको जुस जस्तो लाग्यो मलाई। उसले अङ्गुरको जुस 3टा किने। अनि मैले चाहिँ के किनेको थिएँ एउटा खोइ के हो खाने भनेर हो त्यस्तो के नामै आउँदैन त्यही किने एउटा। यसमा चाहिँ फेरि डबल पैसा मात्रै लाग्छ क्या। एकदमै सजिलो हुने हेर्न सक्नुहुन्छ हेर्नु त। त्यो किनिसकेपछि के हो यो नामै थाहा छैन। तर ठिकै थियो मिठै थियो। त्यसरी किन हामी चाहिँ अब यहाँ पुग्न आँटिसक्यो। हाम्रो खोला खेल्ने ठाउँ चाहिँ हेर्न सक्नुहुन्छ। अब मेरो साथीहरू चाहिँ त्यहाँ हँसाउँदै थियो कि के कुरा भनेर। अब चाहिँ हामी जाने फेरि खोलामा। ठ्याक्कै खोला खेल्ने ठाउँ चाहिँ पुगे। साथीहरू यो चाहिँ खोला खेल्ने ठाउँ हेर्नु। यहाँ चाहिँ अगाडि मान्छेहरू आएर मस्त खोला खेल्दैछ। हामी चाहिँ बल्ल पुगेर अब अघि किनेको त्यो ड्रिङ्क्सहरू खानु पर्यो। यस्तो गर्मी छ कि होइन। यहाँनिर चाहिँ अब नेपालमा जस्तै गर्मी छ कि अझ त्योभन्दा बढी बेसी गर्मी हुन्छ अरे। मर्छ होला त्यतिखेर त। तर कस्तो शीतल थियो खोला छेउमा भएर होला कस्तो शीतल चिसो हावा चलिरहेको थियो यतातिर पनि। हेर्नु नि त्यहाँ कस्तो क्युट टाइपको बेबी माछा मार्दै थियो त्यहाँनिर जापानिजहरू। अब मेरो साथी चाहिँ ड्रिङ्क्स मोनो पिउने हो मस्तले शीतल चिसो आनन्द। कस्तो रुमभित्र बस्दा वाक्क लाग्ने के। अनि त्यही भएर हामी चाहिँ घुम्न जाने। अब रुमभित्र बस्यो भने त अब पढ्ने कुरा त्यस्तै हो। पढ्ने आफ्नै ठाउँमा छ। अनि त्यसपछि अब दिनभरि हुन्छ नि त खाली दिनभरि। अब काम पनि छुट्टी कलेज पनि छुट्टी। अनि त्यही भएर 2 जना चाहिँ मस्त परेर जाउँ
किन बस्नु भनेर फेरि आज शनिबार हो अनि भोलि चाहिँ फेरि भोलिदेखि काम गएको दुइटै यस्तो तनाव हुन्छ नि। त्यही भएर हामी चाहिँ दुइटै कुरालाई बिर्सेर फ्रेस भएर मस्त बसिरहेको छौँ साथीहरू। अब यस्तै हो। अब यहाँनिर खोला छेउमा पुगेपछि खेल्नै पर्यो खोला। अब हामी चाहिँ कुराकानी गर्दै बस्यौँ। त्यसपछि लगाएर अब यस्तो चिसो चिसो कोक हामीले कति धेरै लिएर थियौँ कि यस्तो जुसहरू चाहिँ यस्तो चिसो चिसो कोकहरू लिएर हेर्नु साथीहरू। यदि भाइ हो है, गोरे भाइ आनन्दले। अब हामी चेस गरौँ भनेको अर्को एकजना पछाडि नै आएर चाहिँ फेटले 4जना मिलेर चेस गरेर खाएर, तर खाना चाहिँ खाएन मैले बोकेर यत्तिकै बोकेर चिसो खोलामा खुट्टा हाल्दाखेरि त कति आनन्द। एकछिनपछि त हामी त खोला खेल्दिनँ भनेर गएको मान्छे एकछिनपछि खोला खेल्यो। हामी के गर्ने, यस्तै छ अब जिन्दगी। साथीहरू हेर्नु होला कति राम्रो कि कति आनन्द। म त कति पछि मतलब यता आएर म त पौडी खेल्न पाउँदिनँ होला सोचेको। आज आएर खोला टक्क हाम्रै गाउँको एउटा खोला छ कि त्यस्तै पौडी खेल्न जाने त्यस्तै रहेछ सेम। साथीहरूलाई चाहिँ खोला खेल्न आउँदैन, उनीहरू सिन्धुपाल्चोकतिरको। त्यही भएर उनीहरूले खासै खोला खेल्न नै आउँदैन, नखेल्ने भन्दै थियो। पछि त खोला खेल्यो है हामी सबैजनाले। पछि पानी यताउता उयो गर्ने गरेर सबै भिजाइदियो। मेरो झन् खुट्टामा यस्तो घाउ पनि थियो, तर पनि म चाहिँ खोला खेल्न चाहिँ पछाडि परेन। हेर साथीहरू, रस निचारेर घाउ बनाउँदैछ, घाउ भनेर देखाउँदैछ हामीलाई। त्यसपछि हामी अब धेरै अति भयो, धेरै रोक्न सक्दिनँ भनेर चाहिँ अब हामी खोला खेल्नतिर लाग्यौँ। हेरौँ कस्तो राम्रोसँग खेलेको यो जापानिज बच्चा, मस्त चिलमा। तर हाम्रो यस्तो त थिएन। र अब हामी चाहिँ फाइनली नुहाएर पनि बाहिर निस्किसक्यौँ। हामी नुहाएको भिडियो चाहिँ हालेन है। अब हामी त नुहाउँदाखेरि कसले मोबाइल समाइदिनु, त्यही भएर हामी चाहिँ नुहाएर भ्याएर चाहिँ क्यामेरा ओपन गरेँ। मेरो कपाल चाहिँ फेरि नुहाएपछि असली रूप देखाउँछ क्या कर्ली गरेर। हामी चाहिँ नुहाएर सबै भ्याएँ। अब चाहिँ अब धेरै भयो भनेर हामी चाहिँ अब घर रुम जाने। र अब लुगा सबै चिसै हो, के गर्नु, अब रुम जानु पर्यो। अब चाहिँ हामी रुम जाँदै बाटोमा साथीहरू चाहिँ मलाई कुदिरहेको, ऊ चाहिँ पछाडि भिडियो बनाउँदै बसिरहेको थियो उनीहरू। त्यही भएर चाहिँ मलाई कुद्दै थियो उनीहरू। अब चाहिँ यस्तै बाटो शीतल बाटो हुँदै हामी चाहिँ गयो। मलाई जापानिजको यो रोड क्रस गर्ने चाहिँ लास्टै मन पर्दैन कि जहाँ पनि ट्राफिक लाइन हुन्छ। अब हामी चाहिँ आउँदा अब चाहिँ हाम्रो गएको पुग्न आँट्यो। यो चाहिँ हाम्रो गएको साइडको रोड हो। गएको गरेपछि अब हाम्रो होस्टेल चाहिँ नजिकै हो क्या, त्यहीँनिर 5 मिनट नै लाग्दैन होला, नजिकै हो। तर पनि हामीले गएकोले साइकल दिएको हो। फाइनल्ली हाम्रो होस्टेल आइपुग्यो। यो चाहिँ हाम्रो होस्टेलको साइकल पार्किङ हो। यहाँनिर कति धेरै साइकल पार्किङ हो। यो चाहिँ अब हाम्रो केहीनिर अब केही आयो भने यहीँ राख्छन् कि आफ्नो नामको। साथीहरू सबै खोलेर हेर्दैछन् यहाँ के आयो के आएन भनेर आफ्नो नाममा। त्यस्तै हो। अब हामी लिफ्ट चढेर हामी चाहिँ कतिमा, हामी चाहिँ 6मा बस्ने हो। अनि साथीहरू चाहिँ दुईजना भाइ चाहिँ 3मा बस्ने हो। यहाँनिर अमिलो चट्टो चाख्दै यस्तो भिडियो दुइटै छ। अब म चाहिँ फाइनली रुममा आइपुगेँ। साथीहरू बाई बाई, थ्याङ्क यू फर वाचिङ माई भिडियो एट द एन्ड, बाई बाई।